हजुरले ब्ल्याङ्क्सबाट नै नेपालको टप लजिस्टिक्स कम्पनीहरुसँग इन्टिग्रेट गरेर अल ओभर नेपाल नै डेलिभर गर्न सक्नुहुन्छ। यो भिडियोमा हामी ब्ल्याङ्क्समा भएको लजिस्टिक्स कम्पनीहरुसँग कसरी इन्टिग्रेट गर्ने, ब्ल्याङ्क्समै लजिस्टिक्स कम्पनीहरु इन्टिग्रेट गरेर चलाउँदाखेरि कस्तो फाइदाहरु हुन्छ, ब्ल्याङ्क्सबाट नै लजिस्टिकको लागि शिपिङ लेभल कसरी जेनेरेट गर्न सक्नुहुन्छ र प्रिन्ट गर्न सक्नुहुन्छ भन्ने कुराहरु बुझ्छौं। अब यो लजिस्टिक्स कम्पनीहरु चाहिँ कसरी इन्टिग्रेट गर्ने भनेर हेरौं। सो सबसे सुरुमा प्लगइन्समा जानुस्। प्लगइन्समा हजुरले हेर्नुभयो भने यहाँ चारवटा लजिस्टिक्स कम्पनीहरु देख्न सक्नुहुन्छ। RMX, पठाउ पार्सल, नेपाल क्यान मुभ र ड्याश लजिस्टिक्स। यो लजिस्टिक्स कम्पनीहरु चाहिँ ब्ल्याङ्क्समा ल्याएर इन्टिग्रेट गर्नको लागि चाहिँ आइदर हजुरसँग अलरेडी उहाँहरुको अकाउन्ट हुनुपर्छ या हजुरले हामीलाई कन्ट्याक्ट गर्दा पनि भयो, हामी हजुरलाई डाइरेक्टली उहाँहरुको सेल्स टिमसँग कनेक्ट गराइदिन्छौं। अर हजुरले यी लजिस्टिक्स कम्पनीहरुको सेल्स टिमलाई कन्ट्याक्ट गर्दा पनि हुन्छ। यो इन्टिग्रेसन कुनै पनि कम्प्लिकेटेड कुरा हैन, हजुरको लाइफलाई नै इजियर बनाउने कुराहरु हो। सो RMX बाट सुरु गरौँ। RMX मा चाहिँ हजुरलाई यो चारवटा फिल्ड्सहरु चाहिन्छ। युजर नेम, पासवर्ड, अकाउन्ट नम्बर र अकाउन्ट पिन। यो चाहिँ हजुरले RMX को टिमसँग माग्न सक्नुहुन्छ। उहाँहरुले हजुरको अकाउन्ट बनाइदिएर यो डिटेल्सहरु दिने बित्तिकै RMX चाहिँ कनेक्ट हुन्छ। यति भइसकेपछि ब्ल्याङ्क्सको ड्याशबोर्डबाट हजुरले RMX को अर्डर्सहरु चाहिँ क्रिएट गर्न सक्नुहुन्छ। तर एउटा प्रब्लम चाहिँ यहाँ छ। RMX मा सामान पठाउँदाखेरि चाहिँ कुन सामान कहाँ पुग्यो भनेर अटो स्ट्याटस अपडेट होस् भन्नुहुन्छ भने चाहिँ अर्को एउटा प्रोसेस छ, त्यसलाई चाहिँ वेबबुक सेटअप भन्छ। सो यो RMX र वेबबुक सेटअप चाहिँ कसरी गर्ने भनेर मैले एउटा ब्लग चाहिँ डिस्क्रिप्सनमा राखिदिएको हुन्छु, त्यो हजुरले चेक गर्न सक्नुहुन्छ है त। यो अहिले मैले भनेको कुरा बुझ्नु भएन भने पनि चिन्ता नलिनुस्, म अहिले एकछिनमा लाइभ नै गरेर देखाउँछु। RMX को लागि यति नै। अब अर्को लजिस्टिक्स हेरौँ है त। अर्को लजिस्टिक्समा चाहिँ के कुरा चाहिन्छ त। अब पालो पठाउ पार्सलको। सो पठाउ पार्सल चाहिँ कसरी सेटअप गर्ने त। सो पठाउ पार्सलमा पनि हजुरले हेर्नुभयो भने 5वटा डिफ्रेन्ट फिल्ड्सहरु छ। यो पठाउ पार्सलको प्रोसेस पनि सेम नै हो। हजुरले सुरुमा पठाउ पार्सलको एउटा अकाउन्ट बनाउने, त्यसपछि मैले डिस्क्रिप्सनमा पठाउ पार्सल कसरी इन्टिग्रेट गर्ने भनेर एउटा ब्लग राखिदिएको छ विथ भिडियो, त्यो हजुरले हेर्न सक्नुहुन्छ। यहाँ सबै कुरा नै लेखिएको छ, भिडियो फर्ममा हेर्दा पनि भयो, पढेर गर्दा पनि भयो। पठाउ पार्सल RMX जस्तै अरु दुईटा लजिस्टिक्स प्रोसेस पनि सेम नै हो। नेपाल क्यान मुभमा चाहिँ यो क्लाइन्ट सिक्रेट मात्रै हाले पुग्छ। यो क्लाइन्ट सिक्रेट चाहिँ कहाँदेखि भेटाउने भनेर हामीले एउटा ब्लग बनाएको छ, त्यो ब्लग चाहिँ हजुरले एगेन डिस्क्रिप्सनमा भेटाउन सक्नुहुन्छ। त्यसरी नै यो ड्याश लजिस्टिक्सको चाहिँ युजर नेम र पासवर्ड मात्र भए पनि पुग्छ। यो सबै लजिस्टिक्सहरु कसरी इन्टिग्रेट गर्ने भनेर डिस्क्रिप्सनमा प्रपरली ब्लगको लिंक राखिदिएको छ, त्यहाँबाट चेक गर्नु है त। अब म हजुरलाई एउटा लजिस्टिक्स चाहिँ साच्चैकै इन्टिग्रेट गरेर नै चलाएर देखाउन लाग्दैछु है त। सो मैले अलरेडी यो सबै नेसेसरी फिल्ड्सहरु चाहिँ हालिसकेको छु र मैले सेभ सेटिङमा क्लिक गरे। मैले अलरेडी वेबबुक सेटअप पनि गरिसकेको छु। अब म हजुरलाई चलाएर देखाउँछु है त। हजुरलाई यो अर्डर त अघि याद होला, मैले वेबसाइटदेखि गरेको थिएँ नि। अब एक्जाम्पलको लागि यो अर्डर चाहिँ मैले डेलिभरीको लागि पठाउनु पर्ने छ भने म के गर्छु भने त्यो अर्डरलाई खोल्छु, त्यसपछि यहाँ सबमिट टु पठाऊ भन्नेमा क्लिक गर्छु। यसको COD भ्यालु केही पनि छैन, 0 छ, त्यसैले म यसलाई केही पनि चेन्ज गर्दिन। सिप एन्ड वेट पनि केही पनि चेन्ज गर्दिन। अब यो चाहिँ कुन ठाउँ पठाउनु पर्ने छ त। काठमाडौँमा पठाउनु पर्ने छ। काठमाडौँको कुन ठाउँ भनेर स्पेसिफाई छैन, त्यसैले मैले काठमाडौँ असन भनेर सिलेक्ट गरेँ र सेन्ड गरेँ। अब यति गर्ने बित्तिकै हजुरले यहाँ हेर्नुभयो भने पठाउको चाहिँ सिपमेन्ट क्रिएट भइसक्यो र ट्र्याकिङ नम्बर पनि यहीँनिर नै देखिरहेको छ र हाम्रो अर्डरको स्ट्याटस हेर्नुभयो भने चाहिँ वेटिङ पिकअप देखाइरहेको छ। यहाँ त सिपमेन्ट क्रिएट भइसक्यो, तर पठाउको अकाउन्टमा चाहिँ साँच्चै क्रिएट भएको छ कि छैन त। अब गएर हेरौँ है त। त्यसपछि डेलिभरिजमा गएर हेर्दाखेरि चाहिँ यहाँ हजुरले हेर्नुभयो भने मैले अघि क्रिएट गरेको अर्डर चाहिँ यहाँ देखाइरहेको छ अनि वेटिङ पिकअपमै छ। यदि ब्ल्याङ्क्स नभएको भए चाहिँ हजुरले इज डिटेल्सहरु, नेम, फोन नम्बर, एड्रेसेसहरु चाहिँ एक-एकवटा गरेर लजिस्टिक्सको त्यो सिस्टममा गएर हाल्नु पर्थ्यो। कति धेरै टाइम कन्ज्युमिङ हुन्थ्यो भने यहाँनिर दुईटा क्लिकमा नै इन्ट्री भइरहेको छ। यो अर्डर क्रिएट गर्नको लागि चाहिँ हजुरलाई वेबबुक चाहिँदैन, तर यहाँ जुन स्ट्याटस देखिरहनु भएको छ नि अहिले वेटिङ पिकअपमा छ र यहाँनिर कमेन्ट्समा चाहिँ पठाउको सिपमेन्टहरु क्रिएट भएको भनेर नोटिफिकेसन आएको छ नि। कुनै सामान डेलिभर भयो भने चाहिँ यो स्ट्याटस चाहिँ आफै चेन्ज भएर डेलिभर लाग्छ। कुनै सामान चाहिँ आज डेलिभर हुँदैछ भने अटोमेटिक स्ट्याटस चेन्ज भएर चाहिँ डेलिभरी टुडे भनेर देखाउँछ। अनि हाम्रो जुन SMS को अटोमेसन थियो नि, लजिस्टिक्सले जब हामीलाई आज डेलिभर हुँदैछ भनेर स्ट्याटस पठाउँछ, त्यसपछि आज डेलिभर हुँदैछ है भनेर हजुरको कस्टमरलाई एउटा SMS पनि जान्छ। अनि हाम्रो ट्र्याकिङ लिङ्कमा पनि हाम्रो स्ट्याटस वाइज चाहिँ अटो अपडेट भइरहेको हुन्छ। ओके, अब यो कस्टमरको सामानलाई पठाउनको लागि हामीले लेबल्स चाहिँ कसरी जेनेरेट गर्ने भनेर हेरौँ। अब यो कस्टमरको डिटेल्स हजुरले पेपरमा लेखिरहनु पर्दैन। ब्ल्याङ्क्सबाट नै हजुरको डेलिभरीको यो डिटेल्सहरु चाहिँ हजुरले लेबल प्रिन्टरबाट प्रिन्ट गर्न सक्नुहुन्छ। त्यसको लागि चाहिँ कुन अर्डर प्रिन्ट गर्ने हो त्यसमा क्लिक गर्ने, त्यसपछि यहाँ माथि प्रिन्ट अर्डरमा क्लिक गर्ने। त्यसमा क्लिक गरिसकेपछि चाहिँ एउटा डिफल्ट खालको लेबल जेनेरेट हुन्छ। सो यो लेबललाई चाहिँ हजुरले प्रिन्टरबाट प्रिन्ट गर्ने हो। अब यसरी नै हजुरले धेरैवटा अर्डर्सहरु सिलेक्ट गरेर एकैचोटी प्रिन्टरबाट पनि प्रिन्ट गर्न सक्नुहुन्छ। सो यहाँ तल जानुभयो भने चाहिँ यहाँनिर सेटिङ छ, त्यो सेटिङमा क्लिक गरेर चाहिँ हजुरले लेबल मात्र नभएर इन्भोइसेसहरु पनि क्रिएट गर्न सक्नुहुन्छ। अहिलेको लागि मैले शिपिङ लेभल नै क्लिक गरेँ र शिपिङ लेभलमा पनि हजुरसँग थर्मल प्रिन्टर छ भने त यसले प्रिन्ट गर्ने। यदि A4 प्रिन्टर छ भने चाहिँ A4 प्रिन्टरमा लगाएर यसरी हजुरले A4 साइजको पनि प्रिन्ट गर्न सक्नुहुन्छ। यदि हजुरसँग थर्मल प्रिन्टर छैन भने पनि चिन्ता लिनु पर्दैन, हामीसँग अलरेडी एउटा पर्फेक्ट थर्मल प्रिन्टर छ।
हेर्दाखेरि पनि राम्रो देखिन्छ र प्रिन्ट क्वालिटी पनि एकदमै राम्रो छ। यो प्रिन्टरबाट हजुरले 50 वटा 100 वटा 200 वटा 500 वटा जति पनि अर्डर्सहरू सरर प्रिन्ट गरेर निकाल्न सक्नुहुन्छ र यो प्रिन्टर हजुरले blankssupply.com बाट अर्डर गर्न सक्नुहुन्छ। अर्को एउटा जान्नुपर्ने कुरा, यदि हजुरले लजिस्टिक्स कम्पनीमा अर्डर क्रिएट गरिसक्नु भएको छ भने चाहिँ यस्तो खालको बारकोड यहाँनिर देखिन्छ। तर यदि अर्डर क्रिएट गर्नु भएको छैन, डाइरेक्टली प्रिन्ट गर्न खोज्नुभयो भने चाहिँ बारकोड चाहिँ देखिँदैन। यो हजुरले आफ्नो पर्सनल बिजनेसको लागि पनि युज चाहिँ गर्न सक्नुहुन्छ। तर यदि लजिस्टिक्समा सामान पठाउँदै हुनुहुन्छ भने चाहिँ सुरुमा अर्डर क्रिएट गरेर मात्रै प्रिन्ट गर्नु होला। यो चारवटा लजिस्टिक्स कम्पनी जसरी नै हामीसँग अरू पनि लजिस्टिक्स कम्पनीहरू जोडिरहनु भएको छ। उहाँहरूलाई कसरी कनेक्ट गर्ने भनेर हामी छुट्टै भिडियोजहरू नै हालिरहेको हुन्छौँ। त्यो पनि हजुरले हाम्रो युट्युब च्यानलमा चेक गर्न सक्नुहुन्छ है त। सो यो भिडियोको लागि चाहिँ यति नै। अर्को भिडियोमा हजुरको बिजनेसको लागि कस्टम डोमेन नेम चाहिँ कसरी पर्चेस गर्ने र त्यसलाई चाहिँ ब्ल्याङ्क्सको स्टोरमा ल्याएर कसरी कनेक्ट गर्ने भनेर सिक्छौँ।